कसैले नपत्याउँदै पनि बालेनको डोजरले काठमाडौँका सुकुम्बासी बस्तीहरू 2 दिनमै सोत्तर बनाएको छ। अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याउने बालेनको यो योजना उनी काठमाडौँ महानगरपालिकाको मेयर हुँदा नै बनेको हो। त्यतिखेर केन्द्रीय सरकारको साथ नपाउँदा उनी ब्याक हुनु परेको थियो। तर अहिले त उनी आफै देशको प्रधानमन्त्री छन्। प्रधानमन्त्री मात्र होइन, गृह र रक्षा मन्त्रालय समेत उनी आफैले हेरिरहेका छन्। एक हिसाबले भन्ने हो भने राज्यको सबै शक्ति नै यतिखेर बालेनको मुठ्ठीमा रहेको छ। यही मौकामा उनले अदालतलाई समेत चकमा दिएर सार्वजनिक बिदाको दिन पार्दै सुकुम्बासी बस्तीमा डोजर चलाएका हुन्। अदालतले स्टे अर्डर मार्फत हस्तक्षेप गर्न सक्ने भएकाले बिहिबार साँझ निर्णय गरेर शुक्रबार साँझ बस्ती खाली गर्न सूचना जारी गर्दै शनिबार बिहानैदेखि बस्तीमा डोजर हानिएको हो। त्यसको निरन्तरता आज पनि जारी रह्यो। हजारौं सुरक्षाकर्मी तैनाथ गरेर दर्जनौं डोजरहरू एकै पटक फिल्डमा निस्किए। यस पटक छिटफुट अवरोध बाहेक कसैले चुइक्क बोल्ने आँट समेत गरेनन्। हिजो साँझ मनोहराको सुकुम्बासी बस्तीमा सामान्य विवादपछि ब्याक भएको बालेनको डोजर आज बिहानै झिसमिसेबाटै त्यहाँका अवैध घर टहराहरू हटाउन परिचालित भइसकेको थियो। यसबीचमा वास्तविक सुकुम्बासी व्यवस्थापनमा समेत सरकार उत्तिकै चनाखो बन्यो। नेपाल प्रहरी र काठमाडौँ महानगर प्रहरीहरूले बस्तीबाट उठाइएका सुकुम्बासीहरूलाई खाना र बासको राम्रो प्रबन्ध गर्यो। अब उनीहरूलाई सक्कली र नक्कली सुकुम्बासी छुट्याएर व्यवस्थापन गर्ने सरकारले जनाएको छ। यसपछि भने काठमाडौँका खोला किनारका बस्तीमा डुबानको समस्या नहुने र शहरको ढल निकास प्रणालीमा सुधार हुने भएको छ। यो निर्मम कदमले बालेनको अडान र कानूनी राज्यको प्रत्याभूति दिएको छ। तर विरोधीहरू भने यसैमा पनि आलोचना गर्नमै व्यस्त रहेका छन्। देश युरोप जस्तो बनेको देख्न चाहने तर अतिक्रमित जमिन राज्यमा फिर्ता ल्याएर विकास गर्न खोज्दाखेरि चाहिँ विरोध मात्रै गर्नेहरूलाई तपाई के भन्न चाहनुहुन्छ? आफ्नो भनाई कमेन्ट मार्फत व्यक्त गर्नुहोस्। साँच्चीकै के बालेन शाहले समाधान गर्न सक्छन् त? काठमाडौँको 2-4 क्षेत्रको मात्रै सुकुम्बासीलाई हटाएर बालेन शाहले के देशैभरिको सुकुम्बासीलाई यो समस्या समाधान गर्न सक्छ त? सबैको प्रश्न आज यही छ।